नमस्ते सबैलाई, मेरो नाम लोमस नागी र हालै चाहिँ म बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 4th इयर एमबिबिएस अध्ययनरत छु र आज चाहिँ म तपाईहरुको लागि केही क्षण स्वास्थ्यको सन्देश लिएर आएको छु र आज म तपाईहरुलाई हाई ब्लड प्रेसर यानी कि प्रेसर भएका मानिसहरूले के गर्नुपर्छ भनेर भन्न आइरहेको छु। सर्वप्रथम त प्रेसर भएका मानिसहरूले नियमित आफ्नो औषधि सेवन गरिराख्नुपर्छ। नियमित औषधि सेवन गरेपछि चाहिँ एकदम प्रेसर कन्ट्रोल गर्न सहज हुन्छ। र अर्को भनेको चाहिँ तपाईहरुले चाहिँ नुनको मात्रा कम गर्नुपर्छ। कम भन्नाले कति भन्दाखेरि दिनमा तपाईले 5 ग्राम भन्दा धेरै खानु भएन र कहिले पनि खानामा काँचो नुन थपेर खानु भएन। यसरी तपाईले आफ्नो औषधि खाँदै नुन पनि कम गर्नुभयो र साथसाथै दिनमा कम्तीमा पनि आधी घण्टा व्यायाम गर्नुभयो भने तपाईहरुको स्वास्थ्यलाई चाहिँ लाभ हुनेछ र तपाईहरुको जुन कम्प्लिकेसन्सहरु आउनेछन् जस्तै कि मस्तिष्कघात, हृदयघातहरु त्यो चाहिँ कम हुनेछ। र यति भन्दै म बिदा हुन चाहन्छु। स्वस्थ रहनुहोस्। नमस्ते।